त्यही सबैजना साथीहरूलाई मेरो चाहिँ अब एकदमसँगले अन्तिम रोपाइ सकिँदैछ हेरेर जानु होला। म चाहिँ बिउ ट्याक 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 उखाल्न लाग्छु भने मेरो बुढी चाहिँ धान रोप्नु जान्छ। हेर्दै जानु होला अब अगाडि भिडियोहरू मेरो आउँदैछ है त। सर लाएर म चाहिँ बिउ उखाल्न लागेँ। हेलो हाई नमस्ते सबै मित्रहरूलाई दर्शन नमस्ते। म चाहिँ एकदम आज सिमसिम पानी परिरहेको छ। यहाँ हेर्न सक्नुहुन्छ है एकदम दामी मौसम छ। आज चाहिँ पुरै म धान रोप्ने कार्यक्रम हाम्रो भइरहेछ होइन। अनि म चाहिँ बिउ उखाल्न आएको छु बारीमा। चट्टाहरू पानी पऱ्यो अनि म चाहिँ छाता ओढेर बिउ उखाल्दैछु है त। ल हेर्नुहोस् सट्ट अनि रोपाइ भइरहेछ। पर चाहिँ थोरै बिउ पुगेन अनि म चाहिँ बिउ उखाल्दैछु है त। ल हेर्नुहोस् पानी पनि एकदम सिमसिम मात्रै परिरहेछ, ठुलो पनि होइन। मौसम एकदम दामी छ। आहा सरर लाएर फाइनली चट्टरहरू बिउ चाहिँ उखालिसकेँ। त्यसैले म चाहिँ धुनु लिएँ बिउलाई होइन। मेरो फेरि टेक्नोलोजी पाराले यस्तो पाराले उम्रोबाट पानी आउँछ मेरो सर र अनि यसरी पानी थापो झ्याम्का झ्याम बिउ धुने यसरी तरिका चाहिँ मेरै छ टेक्नोलोजी। मेरो चाहिँ यो तरिका छ। तपाईँहरू चाहिँ कसरी धुनुहुन्छ होइन। म चाहिँ यसरी धुन्छु बिउ। हेर्नुहोस् सट्टा लाएर ए आहा कति मजा आउँछ सरसँगले होइन। ए एकदम दामी भइहाल्छ होइन। चट्टा लाएर बिउ पनि झाटिसकेँ भनेको पर खेतमा चाहिँ एकदम मेरो धान रोपिरहेको छ। चट्टोमा जाँदैछु त बिउ लगेर अब त्यहाँ गएर म देखाउनेछु त्यहाँको दृश्यहरू तपाईँहरूलाई हेर्दै जानु होला है त। अनि चट्टा लाएर चाहिँ मेरो अन्तिम हो आज यो वर्षको। अब चाहिँ आजबाट मेरो धान रोपाइ सकियो है त मित्रहरू। एकदम हिलो छ यी सिमसिम पानी पऱ्यो झन्। अनि अब दाइ चाहिँ एकदम यहाँनिर फ्याउरी चलाउँदैछ होइन। एकदम अर्ग्यानिक पाराले हेर्नुहोस् यी कस्तो छ मजा कि रमाइलो छ कि विरक्त लाग्दैछ। अरे बा अब त फेरि लास्टै रमाइलो आम्मा भएर त ल ल हेर्नुहोस् साह्रै रमाइलो दाइ हुनुहुन्छ यहाँ चाहिँ हाम्रो गाउँले दाइ। हाम्रो बाक्से भने त्यो सक्यो आजबाट होइन। मैजार हो भरे चुवाचेको फिल्ला नसाको फिल्ला खाउँला चिन्ता नगर्नु। हाम्रो भाउजू पनि रोप्दैछ उहाँ मेरो बुढिया चाहिँ हो बुढिया क्या छ रमाइलो छ हो। अनि धरानै बुहारी हो चाहिँ। ल हेर्नुहोस् यस्तो रमाइलो। लु 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 म चाहिँ माछाको फिल्ला तार्दैको छु। छिटो छिटो गरौँ त छ अझै बिउ पुग्छ हौ। म फेरि बनाइदिएर कसै रोपेको म गइहालेँ अनि क्लिप अलिकति मात्रै भिडियो बनाउनुलाई एकदम धान रोप्नु भएको म पनि रोप्छु है। तर हेर्नुहोस् धान रोपे त फेरि एकदम फास्ट छ नि फेरि के यसरी रोप्ने मलाई भेट्दैन नि फेरि यता गाउँको चेलीबेटीहरू के साह्रो छिटो रोपेको घरमा म रोप्ने प्याक गरेको थिएँ। अनि म रोप्नु मन लाग्यो कस्तो छ रोप्ने राम्रो छ राम्रो छ रोपाइ हो। छिटो खाने ढिलो छ हौ। छिटो छ चाहियो भने यसो सम्पर्क गरिदिनु होला मेरो बुढोलाई। जान्नु नि फेरि आफ्नो मात्रै यसरी तर सेवा गर्नु पर्यो भने आउँछु छिटो छ चाहियो भने सम्पर्क गर्नु भँगेर जस्तै हो। पानी पर्नु थाल्यो म चाहिँ अब जानु पर्यो भाइ। म खाजा बनाउँदै गर्छु रोपेर छिटो आउने है। ल म चाहिँ गएँ खाजा बनाउनु पर्यो चटपटे सटपटे के छ लु हस् त। फाइनली म चाहिँ घर आइसकेको छु चटपट बनाउनुलाई होइन। एकदम चटपटे नुहाउनु त पर्यो थोरै सरी त बनाउनु भएन। सर हेर्नुहोस् पानी पनि सिमसिम परिरहेको छ एकदम मात्रै सफा हुँदैछु चटपटे बनाउनु लागि मित्रहरू। छु एकदम चिसो पऱ्यो त्यो साह्रो अस्ति यस्तै गर्मी अहिले त एकदम चिसो पर्ने लकलकै काम्ने हो जाडो महिना जस्तो। ल हेर्नुहोस् त जाडो भयो। फाइनली म चाहिँ एकदमै नुहाइसकेको छु। अब चाहिँ म चट्ट लाएर चटपट बनाउनुतिर लाग्छु है त गाइजहरू। ल फाइनली म त नुहाइसकेँ। अनि हाम्रो खेतालाहरू चाहिँ पुरै लो के भयो यो त पुरै। अनि अरे बा हेर त साबुन त अर्ग्यानिक साबुन भन्दै पुरा दल देखा त हिलो पो लु ल बधाई छ। अब चाहिँ म चटपट बनाउँछु यस्तो स्पेसली चट्ट लाएर। फेरि मेरो खेतालाहरू भात मासु भात खाने कि चटपटे खाना भन्दा चटपटे खाना हुर्कै हुन्छ। मासु भात नखाने चटपटे खाने अरे यस्तै छ। मेरो मात्रै हो कि तपाईँकोतिर पनि हो तपाईँहरूकोतिर पनि त्यस्तै होला सायद अहिले गरे त्यस्तै हो। त्यसैको चटपटे चाहिँ फाइनल रेडी भइसक्यो। म घोल्दैछु घर 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 घोल्दैछु सबै चटपटेमा लाग्ने सामानहरू चाहिँ लगाइसकेको छु। अर्को मेरो बुढी त डिउ बोकेर गयो अब बाँड्दैछ मेरो बुढीले चटपट्टा खुइली मैले घोलिसकेँ चटपटे बाँड्दैछ। अनि सबै बिचरा सबैजना हाम्रो काम गर्ने गाउँको भाउजूहरू बहिनीहरू सबैजनालाई बाँडेर खाँदैछौँ है त। ल हेर्नुहोस्
सक्यो आजलाई यति नै यसरी गर्दा गर्दै रात पर्यो गुड नाइट सबैजनालाई टाटा बाई बाई फेरि पनि यस्तै भिडियोहरू आउनेछ शुभरात्रि भन्दै हस्ता गुड नाइट बाई म सुतेँ टाटा